जय मसिह यहाँहरू सम्पूर्णमा। आजको दिन मेरो घरको वरिपरिका प्राकृतिक सुन्दरता, डाँडापाखा, वन जङ्गलको दर्शन अनि आज प्रकृतिले अर्थात् सृष्टिमा भएको यो सुन्दरतालाई हामीले देख्न सक्छौँ है। वनपाखा र यो हरियालीको कारण आज हाम्रो जीवन पनि हराभरा छ। यो वरिपरि देखिएका सबै कुराहरू हाम्रो निम्ति, हामीले उपभोग गर्नको निम्ति है, हामीलाई प्रयोगको निम्ति सृष्टि गरिएको यो सबै थोक जसरी सृष्टिमा जसरी यो सृष्टि भएको छ, यो सबै कुरा हाम्रो निम्ति, हाम्रो जीवनको लागि आवश्यकता कुराहरू हो। अनि यो सबै कुराको उपभोग हामी गर्नुपर्छ है। घाँस दाउरा काठपातदेखि लिएर यो सारा कुरा, यो जगतमा जति पनि थोकहरू छ, यो सबै थोक हाम्रो जीवनमा प्रयोगमा आउने कुराहरू हुन् है। अनि सृष्टिमा परमेश्वरले यति थोक हामीलाई दिनुभएको छ। आज हामीलाई नचाहिने भनेको यो ठाउँमा भएका हरेक थोक चाहिँ हामीले प्रयोग गर्नुपर्छ। ढुङ्गा, माटो, अनि घाँस दाउरा, रुखपात इत्यादि थोकहरू जति पनि आँखाले देखिएका थोक छ, यी सबै थोक नै हामी हाम्रो जीवनमा प्रयोगमा ल्याउनु पर्छ र हामीलाई आवश्यकता नै पर्ने कुराहरू मात्रै हाम्रो आँखाले देख्न सक्छौँ है त साथीहरू। बाई बाई।